चटपटी दामी भएको छैन मेरो साथी के उहाँ चाहिँ चटपटी साथी अनि दामी भएको छ। वर्षसम्म इलाममा बस्नुभयो अरे तर यहाँ हातमा चाहिँ आइपुग्नु भएको छैन अरे। आज चाहिँ यहाँ माइजूलाई हातमा लानु पर्यो। एभ्रिवान नमस्ते सबैजनालाई, कस्तो हुनुहुन्छ हजुरहरू? आशा गर्दैछु राम्रै नै हुनुहुन्छ होला। सो म आज फेरि नयाँ एउटा भिडियो लिएर आएको छु। आज चाहिँ हाम्रो यहाँ माइजू आउनुभएको छ, यता चाहिँ मम्मी हुनुहुन्छ। हामी चाहिँ जाँदैछौँ यसो घुमघाम गर्नलाई अनि यसो चियाबारीतिर। हेलो माइजू गरिदिनु। हजुर यसो घुमघाम गरिन्छ, फोटोहरू खिचिन्छ अनि अगाडि भिडियो हेर्दै गर्नु होला। सानोलाई चाहिँ यसरी डोर्याउनु परेको छ। सानो 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 मान्छे भएको छ अहिले। हो सानो सानो कहाँ आउनु भएको? डुली डुली ए यता हेरिदिनु न त सानो मान्छे। हेलो हेलो गाइस, यहाँबाट चाहिँ राम्रो भ्यू देखिन्छ। यो चाहिँ हाम्रो इलाम बजार, कस्तो दामी देखिरहेछ। हामी चाहिँ आइसकेको छौँ चियाबारी। सो नजारा दामी भइरहेको छ। अब माथितिर गएर अनि चाहिँ फोटो भिडियो गर्नेछौँ, हेर्दै गर्नु होला। अनि यहाँको भ्यू हेर्न सक्नुहुनेछ। सानो सो त्यही हो, हेर्दै गर्नु होला। माइजू चाहिँ कति वर्षसम्म इलाममा बस्नुभयो अरे तर यहाँ हातमा चाहिँ आइपुग्नु भएको छैन अरे। आज चाहिँ यहाँ माइजूलाई हातमा लानु पर्यो। यता छ हात। जस्तो लाग्छ त्यही त कति नै अग्लो देखिन्छ तर छैन। माइजू आउनु भएको थिएन अरे हातमा। सो हामी चाहिँ केही पनि खाएनौँ, यो एउटा चिप्स मात्रै खाएको। अब चाहिँ घर गएर नि चटपटे खाने विचार भयो हाम्रो चाहिँ। अनि अब चाहिँ हामी जाने घर। सो यति नै हो। माइजू र दादा आउनुभएको अनि यसो घुमाउँ उता चियाबारीतिर लिएर आऊ भनेर चाहिँ हामी आएको। सो यहाँ चाहिँ नानी पनि हिँडिरहेको छ। दादा बहिनी आउँदैछ। सो म घरमा गएर चटपटे बनाउँछु अनि हेर्दा। सो घरमा आएर चटपटे खाने हाम्रो प्लान थियो। सो मैले चाहिँ चटपटे पनि बनाएँ, मैले भिडियो गर्न चाहिँ पाइनँ। सो चटपटे त दामी भएको छ। यहाँ म भाइलाई पनि भन्छु, होइन भाइ चटपटे दामी भएको छैन मेरो साथी के उहाँ चाहिँ चटपटे साथी अनि दामी भएको छ। मैले चटपटे बनाएको भिडियो चाहिँ राख्न पाइनँ, डोन्ट माइन्ड। तर चटपटे चाहिँ एकदमै भयो, मिठो भएको छ। मिठो गरेर बनाउँछु नि त मैले। अनि साइमन वाउ, ल अब हामी खाना खाएर चटपटे यो भिडियोलाई म यहीँ एन्ड गरेँ। थ्याङ्क्स फर वाचिङ, बाई बाई।